साथीभाइहरू होइन हौ तपाईँलाई केही पनि भएको छैन यो 1 महिना मासु दोकान बन्द हुँदै गर्दा मलाई त कस्तो गाह्रो परिसक्यो भन नि पानीबाट माछा निकालेको जस्तै नि फ्याट्याक फ्याट्याक भइसक्यो म ड्युटीबाट जहिले पनि घर फर्किँदै गर्दा 3-4 गोसकान दोकान भएर आउनुपर्छ होइन अचानक ठ्याक ठ्याक बजेको सुन्छु कि आश्चर्य यस्तो फर्केर हेर्दा नि दोकान बन्द देख्छु कि यस्तो मन दुखेर आउँछ कि कसरी भनौँ तपाईँलाई यो कुरामा मलाई देजाबु भएको अरे हो देजाबु गाउँको कुकुरहरू भुक्दाखेरि त गोरु भगर कराएको सुन्नु थालिसके झन् अस्तिको दिन के अरे उहाँ तलको दाजुले भाइ बिमार छ अरे किन दाजु नि मेरो अन्डाको ब्राइटनेस डाउन भयो अरे मासु खानु नपाएर नि त हो मासु खानु नपाएर झन् 3-4 दिन भइसक्यो सपनामा लगातार गोसकानको त्यो दाजुहरू देखेको क्या फलमासु लाने कि जुग्दो लाने कि करङको लाने कि भनेको के हुन्छ नि यस्तो हुन्छ नि यतिखेर चाहिँ नि त्यो गोसकानको अच्चा नै भेटेको भए पनि उसिनेर सुप खान्थ्यो क्या सुप हुन्छ नि झन् यो गाउँको रासिन दोकानको भैया आम्मा रासिन दोकान जानु हुँदैन मुख खोल्नु अगाडि अन्डा लाने भन्छ बेसी अन्डा खाएर के हो बेसी अन्डा खाएर हुन्छ नि यो भाइले मेरो अन्डा नि अन्डा जस्तो देख्नु थालिसक्यो मासु दोकान खोल्नुहोस् न गोरुको खुट्टा लिएर यो भैयाको तालु पठाइदिन्छु म कहिले खोलिने हो अलिकति छिटो खोलिँदा हुन्थेन यसो सेयर गरिदिनुहोस् न भिडियो यसो सरकारसम्म पुगोस् अलिक छिटो दोकान खोलिदियोस् न मासु दोकान गाह्रो पर्यो